न्युजिल्यान्डमा मास्टर्स डिग्री पढ्नको लागि ठ्याक्कै कति पर्सेन्टेज चाहिन्छ? मिनिमम कति पर्सेन्ट भयो भने अप्लाई गर्न मिल्छ र कति वर्षमा ब्याकलगहरू ब्याचलर्सको एक्सेप्ट हुन्छ कि हुँदैन भनेर धेरैजनाको क्वेसन्स छ। सो न्युजिल्यान्डमा स्पेसल्ली न्युजिल्यान्डमा मास्टर्स डिग्री गर्नको लागि केही हदसम्म युनिभर्सिटीहरू साइन्स एन्ड टेक्नोलोजीको कोर्सहरूमा पोलिटेक्निक्सहरूले मिनिमम 50% भने तापनि यदि हजुरको ब्याचलर्समा जम्मा 45% छ, 44% छ र जेन्युइन वर्क एक्सपिरियन्स छ, जुन कोर्समा मास्टर्स अप्लाई गर्दै हुनुहुन्छ, त्यसलाई सपोर्ट गर्ने खालको वर्क एक्सपिरियन्स, इन्टर्नसिप, ट्रेनिङ र अन्य कुनै सपोर्टिङ डकुमेन्ट्सहरू छ भने तपाईँ एकदमै कम जिपिए अथवा कम एकाडेमिक पर्सेन्टेज भए पनि ब्याचलर्समा र तपाईँले 4 वर्षको ब्याचलर्सलाई 6-7 वर्षमा विथ ब्याकलग तपाईँले पास गरेको भए पनि न्युजिल्यान्डमा मास्टर्स लेभलको एडमिसन पनि पाउनुहुन्छ। प्रिपेयर गर्नुपर्यो, इन्टरभ्यूको लागि राम्रो प्रिपेयर हुनुपर्यो, सिभी अपडेटेड हुनुपर्यो, एसओपी एकदमै रिसर्च बेस्ड हुनुपर्यो र हजुरको सपोर्टिङ डकुमेन्ट्स तपाईँले मास्टर्स पढ्न सक्नुहुन्छ भन्ने सपोर्टिङ डकुमेन्ट्सहरू जतिसक्दो धेरै प्रोभाइड गर्नुपर्यो। एडमिसनको लागि यदि हजुरले 45% भयो तिमी मास्टर्स पाउँदैनौ, पोस्ट ग्रेजुएट डिप्लोमा जाऊ भनेर कसैले भनेको छ भने तपाईँ आजै एक्सेस एजुकेसनको पोखरामा आउनुहोस् र हामी तपाईँलाई मास्टर्सको एडमिसनको लागि सहयोग गर्नेछौँ।